अर्को कुरो के छ भने अहिले नेपाललाई एकदम चान्स चाहिँ के छ भने वर्ल्डको सबैको ध्यान नेपालमा केन्द्रित भएको छ। बिहानै हाम्रो युएस को प्रेसिडेन्ट डोनाल्ड ट्रम्पको पनि मैले स्टेटमेन्ट सुने हैन, नेपाललाई सहयोग गर्न चाहन्छौँ, युजली जे कति सक्छ हामीले गर्न चाहन्छौँ भनेर चाहिँ विश्वको एकदम ठुला राष्ट्रका चाहिँ व्यक्तित्वहरूले चाहिँ भन्नुभएको छ। हो, यतिखेर चाहिँ हामीले आफ्नो डिप्लोमेटिक देखाउने हो। कस्तो देखाउने हो भन्दाखेरि चाहिँ हाम्रो नेपालमा ग्लोबल वार्मिङ चाहिँ यो जति पनि सुपर एल्निनोको इफेक्ट भएको छ, असर परेको छ, सबै तपाईँहरूको कन्ट्रीले गर्दाखेरि हो। जबकि नेपालले न बम पड्काएको छ, न कुनै देशलाई हानेको छ, न हैन CO2 सबैभन्दा अरू देशले निकालेको छैन, नेपालले अरू देशले जति निकालेको पनि छैन। इन्फ्रास्ट्रक्चर अफ डेभलपमेन्ट जति पनि त्यो कारखानाहरू हुन्छ त्यो बनाएको पनि छैन, कोल झिकेको पनि छैन। तर सबै देशले गरेको समस्याहरूको कारण चाहिँ नेपाल बनेको छ, नेपालले भोगेको छ। त्यसरी हामीले चाहिँ कार्बन क्रेडिट लिन सकिन्छ। जस्तै अहिले यो अवस्थामा सरकारले चाहिँ प्रधानमन्त्रीज्यूले जनतासँग आह्वान गरेर सबैजनाले 100 रुपैयाँदेखि लिएर माथि चाहिँ सानो सहयोग सबै जनताले गरिरहेको छ। तर त्यो सरकार जनतासँग उठाउनु भन्दा पनि वर्ल्डको टप लिडरहरूसँग, चाइनासँग माग्ने, तपाईँहरूले गर्दा तपाईँहरूको चाहिँ के अरे यो बमले गर्दाखेरि, न्युक्लियर चाहिँ प्रोजेक्टले गर्दाखेरि हाम्रो चाहिँ हिमालयन ग्लेसियरहरू पग्लेको भने युएससँग त्यो कुरा गर्ने हो, रसियासँग त्यो कुरा गर्ने हो हैन, युक्रेनसँग त्यो कुरा गर्ने हो। किनकि जति पनि एउटा बममा युज हुने कार्बन, बमले निकाल्ने इमिसन गर्ने कार्बन अक्साइड CO2 हुन्छ, त्यो इन्डियाले अथवा हाम्रो नेपालले एक वर्षमा पनि नेपालभरिको गाडीले त्यो CO2 निकाल्दैन, त्यति धेरै CO2 निकाल्छ। भनेपछि त्यही CO2 ले गर्दाखेरि हाम्रो देशको हिमाल चाहिँ पग्लिरहेको। अहिले तपाईँले यसो बुझ्नुहोस्, एकचोटि तपाईँहरू पोखरामा हुनुहुन्छ भने पोखराको माछापुच्छ्रे हेर्नुहोस् त, पहिलाको पोखराको माछापुच्छ्रे हिमाल र अहिलेको माछापुच्छ्रे हिमाल कति डिफ्रेन्ट छ। हजुरहरूले सेटेलाइट इमेज पनि चेक गर्न सक्नुहुन्छ। त्यतिखेर चाहिँ पहिलाकोमा एकदम हिमाल सेतो टिलिक्क हैन, दन्ते लहर देखाएर हाँसेको जस्तो देखिन्थ्यो हाम्रो हिमालहरू। तर अहिले हेर्नुहोस् त, त्यो हिमालहरूमा पुरै त्यो क्याभिटी लागे जस्तो भयो, दाँत किराले खाएको जस्तो भयो, कालो पहाड मात्रै, चट्टान मात्रै देख्छ। यो कारण के हो त? यो तपाईँ हामीले जङ्गलमा गएर झाडी फाडेर, तपाईँ हामीले गएर एक दुईवटा रुख काटेर हो त? होइन नि। त्यसको इम्प्याक्ट पर्छ। त्यसको इम्प्याक्ट भनेको 0.000 त्यो आफ्नो ठाउँ छ, त्यो हिसाब गर्ने हो नि, त्यो सानो। तर सबैभन्दा बढी इम्प्याक्ट पर्ने त यो वर्ल्डको लिडरहरूले जति पनि अहिले वार स्टार्ट गरेको छ, त्यो वारले हो नि त। डोनाल्ड ट्रम्पले इन्ट्रेस्ट देखाउनु भयो, प्रेसिडेन्ट डोनाल्ड ट्रम्पले युएसको। अब हामीले चाहिँ यतिखेर भन्ने हो, ओके तपाईँले इन्ट्रेस्ट देखाउनु, त्यसलाई धन्यवाद, तपाईँले सहयोग गर्नुहुन्छ भने अब चाहिँ वर्ल्ड वाइडको सबै लिडरहरूले चाहिँ यदि जसले पनि चाहिँ जुन कन्ट्रीले चाहिँ न्युक्लियर प्रोजेक्टहरू गर्छ त्यसले चाहिँ नेपाललाई चाहिँ क्रेडिट दिनुपर्छ। त्यसै चाहिँ हामी जान सक्छ जस्तो लाग्छ मलाई। त्यही भएर हामी दाजु भएर म के भन्छु भने यो रिमर्स निकाल्ने यतिखेर चाहिँ हामी संविधान भएर चाहिँ राम्रोसँग बसौँ। किनकि अब हामीभन्दा ठुलो देशहरू चाइना, इन्डिया छ, हामीले चाइनालाई बिचकाउने काम नगरौँ। चाइनाले गर्दा यस्तो भयो उस्तो भयो भनेर नलेखौँ, नगरौँ। किनकि सकेको सहयोग गर्नुहोस् भनेर चाहिँ बरु हामीले पहल गरौँ, सबैले सहयोग गर्छ। यतिखेर चाहिँ हाम्रो गभर्नमेन्टले डिप्लोमेटिक जो हाम्रो कुरा गर्ने गभर्नमेन्टको रिप्रेजेन्टेटिभ हुनुहुन्छ उहाँहरूले चाहिँ सबै देशसँग चाहिँ यो CO2 को चाहिँ कुरा गरौँ। अरू देशले गर्दाखेरि चाहिँ हाम्रो देशमा यस्तो भयो भनेर। जस्तै पहिला हामीले पढ्थ्यौँ अमेरिकामा चाहिँ इन्डस्ट्रिज छ, चाइनामा इन्डस्ट्रिज छ, ठुलो देशहरूमा इन्डस्ट्रिज, तर चाहिँ ओजन लेयर डिप्लेक्सन चाहिँ किन चाहिँ अन्टार्कटिकामा भयो भन्थ्यो। त्यसरी पढ्थ्यौँ हैन, पढ्दाखेरि पहिला साइन्समा। यो कुरा फेरि अलिक फरक छ। त्यसै गरी हामीले नि यो कुरा बुझौँ। अरू देशले गरेको कुराहरूले, अरू देशको गरेको कामहरूले चाहिँ हामीले चाहिँ यो दशा भोगिरहेको छौँ। अब फेरि भन्नु होला हजुरहरूले भिडियो हेर्दै त्यसो भए के बम नपड्काउनु, बम नबनाउनु, विकास नगर्नु भन्ला हैन। विकास गर्ने हो, विकास गर्ने, तर प्रकृति नै सबै मासेर त गर्ने हैन नि त। त्यस्तो हो। अब मेरो भिडियो हजुरहरूले बुझ्नुभयो होला। मलाई त्यति धेरै बोल्न मन थिएन, अहिले अति नै भएर बिहान मोबाइल निकालेर यसो हेर्नु बित्तिकै चाइनाले, यसो गर्ने बित्तिकै चाइनाले, अहिलेसम्म हजुरहरूले देख्नु भएको छ होला नेपालमा इन्डियन मिडियाहरू आएको छ। इन्डियन मिडियाले चाइनाले गर्दा यस्तो भयो भनेर अहिलेसम्म भनेको छैन। याद गर्नुहोस् तपाईँहरूले, चाइना इन्डिया डराइरहेको छ त्यो भन्नलाई। किन? फ्याक्ट प्रुफ छैन इन्डियासँग। तर पहिला इन्डियाको मिडियाहरू हेर्नुहोस्, चाइनाले यस्तो गर्यो, चाइनाले यस्तो गर्यो, उस्तो गर्यो भनेर एकदम नराम्रो रिमर्स फैलाउँथ्यो। तर अहिले चाहिँ इन्डिया मिडियाले के गरेको छ भने नेपाली पत्रकारहरूलाई युज गरेर, नेपाली पब्लिकलाई युज गरेर त्यस्तो किसिमको चाहिँ भाष्य खडा गरिरहेको छ। हो, त्यही भएर चाहिँ हामीले त्यस्तो किसिमको भाष्यहरू खडा गर्ने व्यक्तिहरूलाई र साथीहरूलाई सम्झाउँ, यस्तो बेला यो बोल्ने होइन, यस्तो बेला यो गर्ने होइन। होला, तर धर्मको कुरो हैन, धर्म देवी देवताको कुरो, पोलिटिकल कुरो पछि, नेक्स्ट टाइम। अहिले देशलाई सङ्कट परेको छ, सबैलाई सङ्कट परेको छ। सबैजना हातेमालो गरेर पार्टी त्यो पार्टी यो पार्टी नभनिकन उठाउँ देशलाई भन्ने कुरातिर लागौँ। अनि हामीले गरेको सहयोगले सुदन गुरुङलाई, त्यसपछि गृहमन्त्रीलाई त्यो रिलिफ फन्डमा गरेको भन्दा पनि ठिक छ। नेपालीको एउटा यो बानी नै हो, हाम्रो एउटा काइन्डनेस भनौँ हैन।
कल्चर हो हाम्रो, यो कल्चर नै हो नेपालीको। तर पनि त्यतिले मात्रै भन्दा पनि हामीले चाहिँ विदेशीसँग, युएससँग, रसियासँग, नर्थ कोरिया, साउथ कोरिया, चाइना, कुन चाहिँ हुन्छ त्यो कन्ट्रीहरूसँग चाहिँ जसले चाहिँ कार्बन चाहिँ एकदम धेरै इमिसन निकालेको छ, त्यो कन्ट्रीहरूसँग चाहिँ युएनमा गएर कुरा गर्ने, कहाँ गर्ने हो, ल मेरो देशको भोटे गोसीले गर्दा यस्तो भयो, सबै कुराको मेन कुरा तिमीहरू नै कजेस गर्ने, त्यही भएर पुल बनाउने तेरो जिम्मा, यो पुल बनाउने तेरो जिम्मा, यो गाउँ बनाउने तेरो जिम्मा भनेर चाहिँ त्यसरी जिम्मा दिँदाखेरि चाहिँ ठिक हुन्छ जस्तो लाग्छ। सानो सानो सहयोग हामीले आफूले उठाएर गर्दा चाहिँ त्यस्तो ठुलै केही भइहाल्ने भन्ने चाहिँ मलाई लाग्दैन। तर गर्दा राम्रो, गरिरहेको छ, किनकि यो हाम्रो भाइचारा हो, यो हाम्रो कल्चर हो, गर्नुपर्छ। हस्त, धन्यवाद। यति।